यो त डुप्लिकेट हो नि कहिले गर्ने त हाम्रो ओरिजिनल पुर्खाहरूदेखि बोकी ल्याएको हाम्रो पहिचान लास्ट नेम त मान्छेले अमेरिकामा सिटिजन पाएपछि फेरेर कहाँदेखि कहाँ पुगिसक्यो दर्जीहरू गुरुङ भइसक्यो यो त डुप्लिकेट हो कहिले उडाउने त अब सन्दर्भ बाख्रा फार्मको भिडियोमा मैले धवरैली दाईको प्रगति देखेर धेरै खुसी भएर एक्साइटेड भएर नेपाली व्याकरणहरू गल्ती गरेँ शब्द नपुर्याएर हो अथवा बढी भएर हो होइन गल्ती गरेछु मैले भन्न खोजेको थिएँ हामी नेपालमा रेफ्युजी हुँदाखेरि पनि मेहनती नै थियौँ तर अवसर नपाएर मात्र हो भन्न खोजेको थिएँ तर अब के पुगेन होइन गल्ती भयो सबैजनाले धेरैजनाले थोरैजनाले मन पराउनु भयो धेरैजनाले यस्तो रेफ्युजी नभनेको भए हुन्थ्यो भनेर भन्नुभएको थियो ठिकै छ म आफ्नो गल्ती स्वीकार्छु है मैले सहजै गल्ती स्वीकारेछु मलाई क्षमा गर्नु होला र गल्ती स्वीकार्नेलाई क्षमा दिनु पनि ठुलो कुरा हो है हामी संसारमा छौँ संसारमा हुँदाखेरि हामीले एकअर्कालाई क्षमा दिने गर्नुपर्छ अनि यसो गरौँ एकअर्कालाई क्षमा दियो गल्ती स्वीकार्यो भने यो संसार स्वर्ग हुन्छ है त सबैजनाको दिन शुभ रहोस्।